श्री आरसीएम आज हामी लेखापानी बमगाडा लाङचिङ भिलेजमा अलिकति आरसीएमको चर्चा लिएर घुम्दैछौँ। अलिकति मौसमले हामीलाई असुविधा दियो, त्यही भएर तीनवटा घरसित पसेर फेरि गाडीभित्रै बसिरहेका छौँ। दुई घरकोसी काम हाम्रो हुन्छ भन्ने छ हामीलाई पूर्ण। कतै दुई घर पसौँ भने पानी झर बढ्छ, फेरि घट्छ, फेरि बढ्छ। हाम्रो आजको प्लानिङमा हामी हिँडेका थियौँ र म चाहिँ रोशन उपाध्याय हुँ। अरू उहाँ राधानाथ शर्माजी हुनुहुन्छ। म राधानाथ शर्मा हुँ। यसै उपाध्याय हुँ म पनि, उपाध्याय नै तर म शर्मा लेख्छु। र हामी आरसीएम अभियानमा काम गर्छौँ र आज त्यही सिलसिलाले आज निक्लेका थियौँ र राम्रो नयाँ जग्गा भन्दै बमगाडा लेखापानी पर्छ हाम्रो मार्गेडा समष्टिको। र मौसमको पनि धेरै छिनछिनमा पानी आउने, छिनछिनमा रोक्ने गर्नाले अलि असुविधा पनि भएछ। र यस्तोमा काम गर्नु साह्रै मजै लाग्छ कि आफ्नो एउटा ठुलो एउटा उद्देश्य पनि हो नि त यसमा। र अलिक एकछिन अलि झर्र पानी पर्दा त घर एउटाबाट निक्लिँदै थियौँ, आएर खुर्रै कुदी आएर गाडीमा बस्यौँ। गाडी धेरै आएथ्यौँ। गाडीमा हेर्नु सामानहरू पनि छ, सामान पुरै छ आरसीएमको। राइट कन्सेप्ट मार्केटिङको सामान हो। यसमा हल्दी, तेल, निमक, साबुन, सर्फहरू सबै थोक नै पाइन्छ। राम्रो सिस्टम पनि छ। र एकछिन बसेका छौँ। पानी रोकिएपछि फेरि एक जग्गा यहाँ जानु छ एउटा घरमा, र त्यहाँ गएर फेरि चर्चा गर्छौँ। र यो अभियान हामी सबैलाई दरकारी नै हो। यो पानी आएको लक्ष्यले देख्दा हाम्रो काम हुन्छ जस्तो लाग्छ, किनकि शुभ हङ्केट एउटा दिँदैछ हामीलाई। किनकि छ भनिन्छ, किनभनेदेखि केही पनि अलिकति काममा अलिकति बाधा आयो भने कहिले पनि नसोच्नु कि काम चाहिँ नहुने जस्तो नसोच्नु, किनभने त्यसले केही न केही अगाडि राम्रो, किन पाहाडदेखि यतापट्टि केही देखिँदैन र जसले पाहाडपट्टि पल्लापट्टि टुप्पामा चढेको त्यसले देखेको हुन्छ पल्लापट्टि के हुन्छ भनेर। र यहाँ बहुत राम्रो एउटा हामीलाई मौका जस्तो देख्दैनौँ, किनकि यस्तो बेला घर घरमा मान्छेहरू पनि बसिरहेको हुन्छ नि, कहीँ जाँदैनन्। हाम्रो लागि राम्रो मौका हो। र उहाँ सरले पनि यो सिस्टममा काम गर्नुभएको आज 4 साल पुरा हुन लागिसकेको छ। र मैले पनि 4 साल पुरा हुन लागिसक्यो। राम्रो सिस्टम हो। सबैले बुझेर यसमा अलिकति सिकेर गऱ्यो भने घरमा धेरै इन्कमहरू पनि पाइन्छ, राम्रो बढ्छ। र म चाहिँ एउटा भिडियो बनाउन मन लाग्यो यो गाडीमा बसी हेर्नुहोस्, गाडीमै छौँ अझै पनि हामी। सबका साथ सबका विकास भन्छन्, सबैको साथ दिउँ, बिजनेस अगाडि बढ्छ। सबै आफ्नो मात्रै हुँदैन, यहाँ सबको लागि छ मौका एउटा। र सबैले सिके बहुत बढिया छ। धन्यवाद भन्दै एउटा भिडियो बनाएँ। सबैले लाइक गरिदिनु, सेयर गरिदिनु, आशीर्वाद दिनु, शक्ति दिनु, काम अझै अगाडि राम्रो होस्। जय आरसीएम। मौसम पनि रोकियो, अब हामी जाउँ।